लेट्स टक अबाउट क्रिकेट। आज मसँग दुईटा अपडेट छ। सबैभन्दा पहिलो अपडेट नेपाल क्रिकेटको बारेमा। नेपाल क्रिकेटले चाहिँ आफ्नो ओडिआई हिस्ट्रीको सबैभन्दा हाईएस्ट रन चेज गरेको छ। आईसीसी क्रिकेट वर्ल्ड कप लीग 2 अन्तर्गत स्कटल्यान्डसँग भएको खेलमा स्कटल्यान्डले पहिला ब्याटिङ गर्दै नेपाललाई 296 रनको टार्गेट दियो। यो विशालकाय टार्गेट चेज गर्नलाई नेपाललाई एउटा जादुको जरुरत थियो र यो जादु गरे करण केसीले। लास्ट 10 ओभरमा 65 रन, इम्पोर्टेन्ट 65 रन स्कोर गर्दै नेपाललाई 49.5 बलमा यो म्याच जिताइदिए। नेपालको सुरुवात राम्रो भए तापनि मिडल अर्डर बिस्तारै कम्बल गर्दै गयो र लास्टमा करण केसी म्याजिक देख्न पाइयो। नेक्स्ट अपडेट छ आईपीएल फाइनलको बारेमा। आज आईपीएल फाइनल आरसीबी भर्सेस पंजाब किङ। दुवै टिम आफ्नो पहिलो उपाधि जित्ने होडबाजीमा छन्। पंजाब किङ्स र आरसीबी आईपीएलको टप 2 टिम्सहरू हुन्। दुईटै टिमको ब्याटिङ, बलिङ र फिल्डिङले पर्फेक्टली क्लिक गरिरहेको छ। विराट कोहली र आरसीबी फ्यान्सहरूको 18 वर्षदेखिको प्रतीक्षा आज पुरा होला त कि पंजाबले मार्ला बाजी? हजुरहरूको प्रेडिक्सन कमेन्ट गर्नुहोला।